गाडी त्यहाँबाट आएर यसरी आयो यहाँदेखि अगाडि गइसक्यो टुप्पा होइन अगाडि गएपछि त्यहाँ गएर बिल्डिङ खायो त्यहाँ तल खायो त्यहाँ तलतिर त्यहाँदेखि बिल्डिङ खाँदै गयो त्यहाँ तल यसको मतलब तपाईँको विचारमा के लाग्छ स्ट्रिङ फेल भएर नै गएको जस्तो लाग्छ त्यो हुनसक्छ रङ साइडमा नआउनु पर्ने हो नि त लेक आफ्नो साइडमा रहनु पर्ने बाइदबा गाडीको पट्टा भाँचिएको भए अथवा टायर फुत्किएको भए पनि गाडी यहीँ माथि रङ साइडमै आएर अड्डिनु पर्ने होइन अडिनु पर्ने तर गाडी चाहिँ 81 त्यहाँबाट यसो आएर स्वयं तल गएको छ स्टियरिङले काम नगरेको स्टियरिङ काम नगरेको जुन ताकि यो घटना र हाम्रो चाहिँ यता रुन्डीगढी गाउँपालिका 9 नम्बर वडा गुनामको यो रातो माटा डाँडामा चाहिँ दोजर गएको थियो उस्तै भयो सेम उस्तै छ है हेर्दाखेरि हामीले चाहिँ यहाँ घटनास्थलमै छौँ यति बेला दर्शक महानुभावहरू हामी चाहिँ दाङदेखि शहीद मार्ग हुँदै यता माथि बागमारा छुटेको ट्याक्सी चाहिँ दुर्घटना भएको घटनास्थलमै छौँ यति बेला घटनाको हेर्दाखेरि चाहिँ भूगोल हेर्दाखेरि चाहिँ बाटो एकदम सहज छ सजिलो छ तर पनि उहाँदेखि आएको गाडी यसरी आएर यहाँबाट चाहिँ गएको छ भने या यो स्ट्रिङ फेल भएर गएको हो या यो जानी नै गएको जस्तो पनि देखिन्छ है एक किसिमले हेर्न सक्नुहुन्छ यति बेला